सफाई सुरु। अब यो बनाउनको लागि चाहिँ ठ्याक्क भाइले एकछिन यतातिर गर्नु। ठ्याक्क हामी यहाँ एउटा प्यालेट राख्छौँ हैन, प्यालेटकै बेस बनाउँछौँ फर्स्ट अफ अल। अनि यो डाँडोलाई चाहिँ अहिले अलि एकदम कडा छ, अहिले अलिअलि थोरै मात्र सफा गरौँ। भाइले यसले मात्र गर्नु। अलिकति माटो अलिकति कमजोर भएपछि दिउँसोतिर अथवा बेलुका अलि नरम हुन्छ नि, अनि पिक जस्तो लिएर आएर चाहिँ यसलाई खनेर ठ्याक्क ब्यालेन्स मिलाउने। सिधा बनाइसकेपछि 3-4वटा प्यालेट चाहिँ यसरी सर हालिदिने, यहाँ 4वटा प्यालेट हाल्ने। अनि त्यही प्यालेटलाई सपोर्ट गरेर चाहिँ 2टा प्यालेट यता ठडाउने, 2टा प्यालेट यता ठडाउने। त्यो भएपछि यो कर्नर चाहिँ सेप भइहाल्यो। खनेर आगो बाल्ने भयो भनेदेखि त्यो कर्नरभन्दा यतापट्टि बाल्दा नि त भयो नि, चुलो जस्तो बनाउनुलाई। अनि इँटा किन्न पाइन्छ, इँटा नभए त्यो सानो त्यो ब्रिक्सहरू लिन पाइन्छ क्या, त्यो आरल्ने भोगमा तर चाहिँ लिएर आउँला। प्यालेट हाल्नुलाई त हामीले ब्यालेन्सै बनाउनु पऱ्यो, ब्यालेन्स गर्नु पऱ्यो नि त जमिनलाई। अहिलेसम्मको अपडेट, अलिअलि सम्याउने काम चाहिँ भइसकेको छ। अझै पनि यसलाई एकदम सफा बनाएर चट्ट लाएर यहाँनिर चाहिँ चुलोहरू हामी सबै सेटअप गर्छौँ। एकदमै गाह्रो छ, यो झारहरू एकदम उखाल्न एकदमै गाह्रो भइरहेको छ, तर पनि हामी यसलाई गरेरै देखाउनेछौँ। हाम्रो अर्को नेक्स्ट पार्टको लागि एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। हामीले त्यो चिल्लो बनाएको ठाउँमा चाहिँ हामीले नेपाली चुलो बनाउँछौँ। हामीले आगो यहीँ बाल्न मिल्ने गरेर हामीले चुलो बनाउँछौँ। अनि यसमा चाहिँ हामीले आफूलाई जे मन लाग्छ त्यही पकाउँदै आफैले इन्जोय गर्न सक्छौँ। यतिको चाहिँ सम्याउने काम भइसकेको छ। यसमा चाहिँ हाम्रो यो कर्नरमा प्यालेट राख्छौँ र नेपाली चुलोको पनि हामीले यहीँ नै व्यवस्था गर्छौँ। अब चाहिँ हामीले यसमा 1-2वटा प्यालेट राखेर बेस तयार गर्नेछौँ। प्यालेट पनि रेडी नै छ। सरर हेर्ने हो भने अहिलेसम्म चाहिँ हामीले यस्तो बनाइसकेका छौँ। यो हल्का कुनो बनाएर चट्टा लगाएर यतिसम्म भएको छ। यसमा बाँकी काम त धेरै बाँकी छ। तपाईँको यो हल्का डेकोरेसन होइन, यताउता रुखसुख रोपेर एकदमै हामी एकदम कोजी ठाउँ बनाउनेछौँ। यता पनि यस्तो राम्रो ठाउँ छ बसेर यताउता खानालाई पनि जति पनि प्रशस्त ठाउँ भएको कारणले। यो भिडियोमा चाहिँ हामीले यति नै काम गऱ्यौँ। अर्को भिडियो पनि एकदम छिट्टै आउनेवाला छ। केही नयाँ नभए पनि केही इन्ट्रेस्टिङ अवश्य हुनेछ। यो कुनै बाध्यता नभएर रहर भएको कारणले पनि हामी एकदमै एक्साइटेड छौँ। तपाईँहरू पनि केही अपडेट हेर्न चाहनुहुन्छ भने काहीँ न काहीँ चाहिँ कनेक्ट हुनु होला। टिकटकमा फलो अथवा फेसबुकमा लाइक। फेरि अर्को भिडियोमा भेट्ने बाचाका साथ बिदा हुन चाहन्छौँ। हस्त नमस्ते।